अनि तपाईँ पनि? हुन त हो, हामी सँगै गएको थियौँ, तर फर्किँदा चाहिँ म एक्लै फर्केको। अब दाइ भाउजूले गाउँमा पनि कोही छैन भन्न थाल्नुभयो, सहरमै बसेर छोरा खोज्नुपर्ने भन्दै हुनुहुन्थ्यो, त्यही भएर म एक्लै आएको। अब मैले कर गरिनँ। काई सब हजुरले मलाई बोलाउनु भएको हो? होइन, म एक्लै कराएको। कान सुन्नु छोड्छ क्या तैँले? आमा आलु खायो? किन र बाबु, अस्तिदेखि सोधै गर्छस्? आमा मलाई आलुको साह्रै याद आयो। अहिले चाहिँ म साधारण औषधहरू अलि लेखिदिन्छ, हेल्पस गरेर लिएर आउनु होइन, अनि नभए उहाँलाई चाहिँ काठमाडौँ लानुपर्छ। ममता र मेरो भाइ कहाँ गयो होला है डोल्मा दिदी? के उनीहरूलाई भेटेला त? बेटीलाई नि सरले कति खोजेको भन्नुहुन्छ सहरमा। को तपाईँ हाम्रो बाटो किन छ क्या? डोल्मा दिदी कतै यो मान्छेलाई हाम्रो पछि लाग्नु काजुले त पठाएन? किन काजुले हाम्रो पछि मान्छे लाउनु पर्यो र? काजुले यस्तो काम गरेको होइन होला। अस्ति नै ममतालाई पनि टाकोहरू यसरी आइलागेका थिए नि, याद छ डोल्मा दिदी तपाईँलाई? त्यतिखेर तर तेरो भाइले बचाएको थिएन होइन ममतालाई? हो त, ती मान्छेहरू कहाँबाट आथे, कता गए केही पत्ता लागेको छैन। आज फेरि होइन, के हुन लागेछ हाम्रो गाउँमा यस्तो फेरि? केही न केही त छ डोल्मा दिदी। ढिलो भइसक्यो डोल्मा दिदी, जाउँ जाउँ। अहिले फेरि यसले पनि देख्छ हामीलाई, बस पनि छ जाउँ। मलाई थाहा देऊ तिमीहरू यही छौ भनेर। I'm sorry, I'll try harder. हेलो हेलो, काम भयो? भएको छैन, मलाई लडाएर भागे दुईजना। जसरी भए पनि समाउने त्यो केटीलाई। समाउनु त समाउने हो नि, तर त्यो बुढी साह्रै बाठी रहेछ, लगी त्यो केटीलाई भागेर। मलाई अरू कुरा थाहा छैन, जसरी भए पनि त्यो केटीलाई समातेर ल्याउने। मैले त्यो केटीलाई समाउनको लागि दिएको पैसा। पैसा पैसा पैसा, मलाई धेरै पैसाको धाक देखाउने होइन। सकेसम्म समाउँछु, नत्र मलाई थाहा भएन। शान्ता, बाबुलाई आजै काठमाडौँ लिएर जानुपर्छ चचनलाई। बाबुलाई लुगा फेरिदेऊ र हाम्रो पनि लुगा प्याक गर है। हस् हुन्छ बाबु, ल उठ त, हामी पनि आलुको खोज्न अब काठमाडौँ जाने। साँच्चै आमा? आलुको खोज्न? आमा सहरमा आलु भेटिन्छ होला है? भेटिन्छ। पहिला साथीलाई भेट्नलाई तिमी निको पनि त हुनु पर्यो नि। बाबाले भनेको त तिमीले सुनेको छौ होला नि त। ल अब लुगा लगाऊ अनि हामी सहर जाने। त्यहाँ जगतै आउँदैछ, बाबुलाई जगतैसँग पठाउनु पर्छ। तिमी र म चाहिँ एकछिनमा जाउँला। नाइ, म त बाबुसँगै जान्छु। पर्दैन, हामी एकछिनमा जाउँला।
ओ जगते कहाँ हो त म घर छुट्टा आएछु त सन्काजी सबलाई त्यहाँ हस्पिटल लिएर जानु पर्यो ल छिटो गरेर आइज शान्ता अनि ठिक पार्दै होइन तिमीले ल जगत त सानो काजीलाई लिएर सदरमुकाम जा र गाडीको बन्दोबस्त गर म र कजिन साहब एकछिनमा आउँछु हस् काजी साहब आइसु सानो काजी साहब राम्रोसँग लैजा त्यहाँ हेरविचार गर्दै Rodley. होइन यो काजीले मलाई कति दुःख दिन सक्यो योलाई म सदरमुकामसम्म कसरी बोकेर लिएर जाउँ अब काजीको बुद्धि पनि के भएको हेत्तेरीका जगत काका मलाई छिटो हस्पिटल लग्नु न मलाई एकदम गाह्रो भइसक्यो साला फेरि बोकेर लिएर जा हुन्छ आफू फेरि नलिएर जाउँ भने काइसा बिसाउला भने डर बोकौँ भने आफ्नो ढाडसाड सबै खुलिसक्यो अब चढ त भन्नु पर्यो नि आउनु सानो काइसा चञ्चली बहिनी है चञ्चली बहिनी यही गरेर जस्तो भन्थ्यो सरले ए डोल्मा दिदी पो आउनु भएको छ नमस्ते डोल्मा दिदी नमस्ते नमस्ते ओहो अप्सरा पनि पो आकी रहेछ त ल बस्नु मलाई तपाईहरुको कस्तो याद आयो मामा घरमा त्यही भएर आए कि नि मलाई त जिन्दगीदेखि नै विरक्त लाग्न थालिसक्यो चिन्ता नगर चञ्चली चिन्ता नगर सबै ठिक हुन्छ ठिक हुन्छ भन्ने कुरा मात्रै त हो नि डोल्मा दिदी यो बिरानो ठाउँमा सर बाहेक हाम्रो कोही पनि छैन सर पनि गाउँ गइहाल्नु भयो धन्न अप्सरालाई ल्याइदिनु भएछ तपाईँले आमा बाबाको खै त देख्दिन त भनेको त बिमेले देख्दिन त केही काम पाउँछ कि भनेर हिजो बिहानै निस्किनु भएको खै यतिखेरसम्म आउनु भएको छैन कमाएको पैसा जति कतै झाड खाएर लडिरहेको त छैन त्यो भीम भाइ होइन होला उहाँ त अहिले सुध्रिसक्नु भयो डोल्मा दिदी त्यस्तो त गर्नु भएन होला त्यस्तो होइन होला डोल्मा दिदी अब त बाबाले त्यस्तो गर्नुहुन्न होला कतै काममा पो व्यस्त हुनुहुन्छ कि गर्नु त नगर्नु पर्ने हो चञ्चली बाबु आलुको केही पत्ता लाग्यो छैन नि डोल्मा दिदी पिर नगर चञ्चली पिर नगर सबै ठिक हुन्छ बिस्तारै खोज होला बाबु आलोकलाई आज यतै बस्नु न डोल्मा दिदी तपाईँ मलाई अलिकति हतार छ म जान्छु नि आज यतै बस्नु न डोल्मा दिदी भोलि जानु न है होइन मलाई अलि हतार छ यति भन्नुभयो यही राम्रो कुरा है अप्सरा ल बस्नु है तिमी आम छोरी है आमा बाबा त आज पनि आउनुहुन्न क्या हो साथ पढ्न लागिसक्यो त्यही त हेर्न कहाँ जानुभयो भन्न त आइपुग्योस् नत्र त म आत्तिसकेको थिएँ किन जाउँ भित्र कतितिरको पिर हो क्या यो आमा तपाईँलाई थाहा छ आज डोल्मा दिदी म जङ्गलबाट फर्किँदा हामीलाई एउटा मान्छेले लहटेको थियो नि हामी बल्ल तल्ल भागेर आएको होइन के भन्छ यो हो त आमा आज डोल्मा दिदी मलाई जङ्गलमा लहटेको थियो
लाग्छ काजीले त्यस्तो गर्यो होला आमा। साँच्ची आमा, हामीले त्यो बाटोमा आउँदा भावना दिदीलाई नि भेटेको थियौँ। त्यो भावनाले त के नराम्रो भनिरहेको थिएँ, हामीसँग झगडा गऱ्यो अनि तपाईँलाई त के नराम्रो भन्यो। मलाई त यति रिस उठ्यो नि त्यो भावनासँग। कतै यो सब हुनुमा त्यही भावनाको त हात छैन। यो सहरमा पनि अलि चोकिएर बस्नुपर्छ, बुझेस्? यताउति जानु हुँदैन, हामीलाई डरै डर छ। भाइ पनि भेटिराखेको छैन। ल होस् भइगयो, थाकेर आइस होला। अब खाना खाऊँ अनि सुत्नुपर्छ। अब तेरो बाउ आउने ठेगान भएन। ल हिँड खाना खान। अप्ठ्यारो गरी सुतेछु यो केटी। अप्सरा अप्सरा, म त्यहाँ तल एकछिन जाने काम छ, म त्यहाँ काम खोजेर आउँछु। एकछिन केही काम पाइहाल्यो भने गरेर तँ चाहिँ त्यहाँ भान्सामा उठेर केही खाना बनाएर राख है। मैले त्यो चामल चाहिँ प्लास्टिकमा बेरेर राखेको छु, यसो हेरेर पका। तरकारी चाहिँ केही भएन भने ज्वानाको झोल भयो नि पकाए छोरी। पानी छ नि ती बाहिरै छ है। ए हजुर सुन्नुहोस् न, कोही के भयो जस्तो छ, कस्तो चिच्याइरहेछ, कस्तो आवाज आइरहेछ। खोइ को करायो? छोरा बिरामी भएर तिम्रो कान बजे जस्तो छ। छिटो हिँड। सुन्नुहोस् त हजुर, सुन्नुभयो? ल ल छिटो हिँड अब। काजी साहब को होला है अघि त्यो जङ्गलमा बचाऊ बचाऊ भनेर कराउने? एक्कासी आवाजै हरायो, को त हामीलाई पर्साएको त होइन? ल हेर न यसको बुद्धि। यसलाई कतिचोटि भन्नु मैले, हामी झाँक्री भूत प्रेतको पछि नलाग्नु भनेर। आइन्दा यस्तो कुरा गरेको सुन्न नपर्छ मैले। नगरले बस्कार गर, 3 चोटि फोन गरिसक्यो। कहाँबाट फेरि यो काजी कजिनी यहाँ मरेछ फेरि? उठाउँदैन। ए छिटो उठ न, तेरो बाउआमा आइसक्यो फोन। कस्तो नउठाएको? फोन उठाएन भनेको तेरो बाउआमा आइसक्यो त्यहाँबाट। छोड्दे मलाई। त बेसी नबोल, बेसी बोलिस् भने
हेलो हेलो के भयो किन फोन गरेको कहाँ मरिरहेको थिइस् भनेको कजी कजी त्यही बाटो आउँदैछन् छिटो निस्कि त्यहाँबाट ए हो र अघि फोन गर्नु पर्दैन नि ल ल ए अघि नै भन्नु पर्ने मलाई चाहिँ काजीले घरमा भन्न आएको थियो नि त्यो पनि यही बाटो आउँछ भनेर कति न ओइ 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 केटी ओ ओइ तैले मलाई हान्ने अब बेसी बोलिस् भने फेरि अर्को गालो खान्छ अप्सरा ए अप्सरा अझै सुतिरहेको छ क्या हो यो अप्सरा होइन कहाँ गएछ अप्सरा 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 हे भगवान के दशा आइलाग्यो अप्सरा के भयो चञ्चली किन रुनु भएको यसरी के भयो के भयो तिमीलाई के भयो रुनु भएको यसरी हेर्नु न हिजो भर्खर छोरी गाउँबाट आके एकछिनमै बस है म आउँछु एकैछिनमा भनेको कता गई आइहाल्छ नि त्यसरी चिन्ता नगर्नु न आउँछ छोरी त साथीको घर गएको हो नि होइन साथीको घर जान्छन् आजकलको जमानामा छोरी एकैछिन हराउँदामा रुनु हुँदैन होइन नि दिदी हाम्रो त यहाँ कोही आफन्त पनि छैन साथीभाइ पनि छैन मेरो छोरा हराएको नि 5 महिना भइसक्यो दिदी छोरा खोज्न आएको सहरमा छोरी पनि हराए मेरो श्रीमान पनि थाहा छ त हजुरहरूलाई 3 दिन भयो कता जानु भयो यसरी त रोएर आउने होइन नि त अब खोज्ने हामी होइन आत्तिएर हुँदैन हामी खोज्न बरु प्रयास गर्छौँ नि है हुन्छ बच्चा बोकेर आत्तिएर आउने आएको यताउता खोजिदिनु न बहिनी है तपाईँले खोजिदिनु न जानु न ल म खोजिदिन्छु नरुनु है रुनु चाहिँ नरुनु है